यो सन्दर्भमा यद्यपि यो रकम सम्बन्धित पक्षलाई हस्तान्तरण गर्ने ध्येयका साथ हामीले कार्यक्रम आज छोटो गरी सञ्चालन गर्न गइरहेका छौँ र सँगसँगै सम्पूर्ण सहयोगी मण्डललाई यही कार्यक्रममा धन्यवाद दिने गरी यो कार्यक्रम आयोजन गरिएको छ। उपस्थित सम्पूर्ण महानुभावहरूमा म न्यायको अभिभावक गर्दै उपस्थितिको लागि हामी धन्यवाद भन्दै आजको कार्यक्रम सञ्चालन गर्न गइरहेको छु। थोरै छोटो भयो भने हामी औपचारिक कार्यक्रम मार्फत यो हस्तान्तरण गर्ने भने आजको यो कार्यक्रमको अध्यक्षता गर्न दिनुको लागि विशेष संस्थाका अध्यक्ष श्री गोविन्द दैलेखलाई कार्यक्रमको अध्यक्षता गर्नको लागि हार्दिक अनुरोध गर्छु। त्यसैगरी आज यस कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि म यसै संस्थाका आजीवन सदस्य वार्ड नम्बर 9 का वडाध्यक्ष आदरणीय राजी अमृत श्रेष्ठलाई प्रमुख अतिथिको आसन ग्रहण गर्नुको लागि हार्दिक अनुरोध गर्छु। त्यसैगरी म यो कार्यक्रमलाई अत्यन्तै छोटो अत्यन्तै छिटो सक्ने गरी लाग्न गइरहेको छु। त्यसकारणले सम्पूर्ण उपस्थित जनहरूमा एकमुष्ट ढङ्गले अतिथिको आसन ग्रहण गरिदिनुको लागि सम्पूर्ण उपस्थित जनहरूलाई हार्दिक अनुरोध गर्दछु। हाम्रो यो कार्यक्रममा अध्यक्षको अनुमति व्यवहार गराउन चाहन्छु। यो कार्यक्रममा खास गरी राहत सङ्कलन अथवा यो विषम परिस्थितिलाई के भए पनि मलम लगाउने उद्देश्यका साथ हामीले यो सञ्जालले नेतृत्व लिएर नेपाल स्वयंसेवक सञ्जालले नेतृत्व लिएर हामी छोटो समयलाई राहत सङ्कलन अथवा सहयोग सङ्कलनको रूपमा अगाडि बढाएका थियौँ। यहाँ सबै कुरा थाहा छ। यहाँ हामीले यो चलाएको अभियानमा विभिन्न आवासमूह विभिन्न टोल संस्थाहरू क्लबहरू स्कुलहरू लगायत विभिन्न व्यक्तित्वहरूबाट देश तथा विदेशबाट ठुलो यहाँ सकेको सहयोग गर्नुभएको छ र हामी विगतमा पनि धेरै किसिमका यस्ता सहयोगहरू